नमस्कार सम्पूर्णमा। आज भने म तपाईहरुमाझ एउटा कथा लिएर उपस्थित भएको छु। एउटा गाउँमा एकजना गणेश नाम गरेका व्यक्ति बस्नुहुन्थ्यो। उहाँ चाहिँ गरिब हुनुहुन्थ्यो तर मनको एकदमै धनी हुनुहुन्थ्यो, मनको एकदमै सफा हुनुहुन्थ्यो। एक दिन गणेशको घरमा चाहिँ दाउरा सिद्धिएको थियो र दाउरा गर्नको लागि नजिकै घनघोर जङ्गल थियो, जङ्गलमा जानुभएको थियो र त्यही गर्दा गर्दै दाउरा काट्दा काट्दै उहाँलाई चाहिँ थकित महसुस भयो र थकित महसुस भइसकेपछि नजिकै एउटा ढुङ्गा थियो र ढुङ्गामाथि गएर चाहिँ उहाँ बस्नुभयो र बसिसकेपछि केही बेरमै ढुङ्गाबाट यस्तो आवाज आयो कि यदि मलाई तपाईले चिन्नुहुन्छ भने घर लिएर जानुस्, म तपाईले भनेका सबै इच्छा आकांक्षाहरुलाई पूरा गरिदिन्छु भनेर चाहिँ त्यो ढुङ्गाबाट आवाज आयो र गणेशले चाहिँ त्यो दाउरा काटिसक्नु भएको थियो र दाउरा काटिसकेपछि त्यो ढुङ्गालाई पनि घरमा लिएर आउनुभयो र आफ्नो श्रीमतीसँग सल्लाह गर्नुभयो कि म यो ढुङ्गामा बस्दा यो ढुङ्गाबाट यस्तो आवाज आयो कि तपाईका आकांक्षा चाहना सबै पूरा गरिदिन्छु भन्ने त्यस्तो आवाज आयो भनेर चाहिँ आफ्नो श्रीमतीसँग जो कुराहरू भएको थियो सबै सुनाउनु भयो र त्यसपछि श्रीमतीले उहाँलाई चाहिँ कस्तो सुझाव दिनुभयो भने ठिकै छ, सबैभन्दा मेन भनेको हामीभन्दा पनि जो दुखी गरिब असहाय हुनुहुन्छ उहाँको लागि चाहिँ हामी माग्नुपर्छ केही न केही चिज। उहाँबाट यो ढुङ्गाले त्यस्तो भन्नुभयो भने चाहिँ यो ढुङ्गाले के पुर्याउन सक्नुहुन्छ भने चाहिँ हामीलाई जो उहाँले प्राप्त दिएको चिजहरू हुन्छ त्यो चाहिँ दुखी पीडितलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ, त्यही नै भलो हुन्छ भनेर चाहिँ श्रीमतीले सल्लाह दिनुभयो। दिइसकेपछि कहीँ दिनपछि ढुङ्गाले धेरै उहाँलाई चाहिँ पैसाहरू मतलब धेरै गाउँघरमा चाहिँ धेरै अन्न बालीहरू फलाउने त्यस्तो गराइदिनु भयो त्यो ढुङ्गाले चाहिँ है र पैसाहरू पनि अटकमिटिक पैसाहरू पनि प्राप्त दिनुभयो, प्रशस्त मात्रामा दिनुभयो र उहाँहरूले चाहिँ त्यहाँको गाउँघरका वरिपरिका सबैजना जो गरिब दुखी हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ सहयोग गर्नुभयो। गरिसकेपछि कही दिन बित्दै गयो। त्यसपछि एउटा गाउँका एकजना छिमेकी एउटा श्याम नाम गरेका व्यक्तिले चाहिँ त्यो ढुङ्गालाई आफू धनी बन्नको लागि चाहिँ त्यो ढुङ्गालाई गणेशको कोठाबाट चाहिँ चोरेर लिएर जानुभएछ राति हैन र त्यो भइसकेपछि र त्यो ढुङ्गाले चाहिँ लिएर जानुभयो। त्यो ढुङ्गालाई चाहिँ ढुङ्गा लिएर गइसकेपछि श्याम भनेले अब उहाँलाई चाहिँ पूजापाठ गर्न लाग्नुभयो र जो आफूलाई चाहिएको थियो त्यो कुराहरू माग्न लाग्नुभयो र त्यसपछि त्यो श्याम भनेलाई कस्तो फल प्राप्त भयो भने जो वरिपरिबाट बिच्छुहरू सर्पहरू आएर चाहिँ श्यामको घर चाहिँ घेर्न लागे। त्यसपछि श्यामले माफी माग्न लाग्यो ढुङ्गालाई, मेरो गल्ती भयो, गणेशको घरबाट ल्याउन गल्ती भयो, गणेशको घरबाट ल्याउन प्लिज मलाई माफी दिनुहोस् भन्न लाग्नुभयो र गणेशलाई फेरि पुनः गणेशले बोलाएर चाहिँ ढुङ्गालाई गणेशकै घरमा चाहिँ लिएर जानुभयो र त्यसपछि सबै गाउँ परिवारहरू गाउँवासीहरू चाहिँ एकदमै खुसी हुनुभयो। धेरै उब्जाउ पनि हुन लाग्यो गाउँमा चाहिँ, पानीको प्रशस्त मात्रामा पनि भयो, पानी पनि भयो, सबै कुराहरू पैसा धन पैसा सबै चिजहरू चाहिँ
उपलब्ध गराइदिनु भयो ढुङ्गाले र ढुङ्गालाई चाहिँ सबैजना गाउँलेहरू चाहिँ पूजापाठ गर्न लाग्नुभयो र गाउँ चाहिँ एकदम सुन्दर भयो। हामी यो कथाबाट के सिक्न सक्छौँ भने हामीले सङ्घर्ष मेहनत दुःख कष्ट गरेको हुनुपर्छ र धेरै लोभी गर्नु हुँदैन। जो छ त्यहीमा चाहिँ खुसी हुनुपर्छ भनेर चाहिँ हामीले यो कथाबाट बुझ्न सक्छौँ। थ्याङ्क यू सो मच।